हाई गाइजहरू बिहानै टक्क उठियो, ल्याम्मै ब्रस गरियो, टक्क कलेज ड्रेस लगाएर हिँड्यो। अनि अटो पनि लक्की रहेछ, अटो पनि ल्याम्मै भेटियो। त्यसपछि अटोमा बसियो र साथीलाई भेट्न किङ अफेक्सतिर लाग्यो। साथी किङ अफेक्स क्याफेमा बसेको थियो कफी खाँदै। अनि साथीसँग भेट भयो। अनि त्यो मोटरसाइकलमा बसेर दुवैजना कलेजतर्फ लाग्यो, किनकि आज हामी वेस्ट म्यानेजमेन्ट भिजिट जाँदै थियौँ। अनि 2-4 जना अरू साथीहरू पनि कलेजको बाहिर भेटियो। त्यसपछि हिँड्दै कलेजतर्फ लाग्यो भित्र। कलेजतर्फ लागेपछि सबैजना उपस्थिति भएर कलेज बसमा बसेर सबैजना रमाइलो गर्दै जाने भन्दै सल्लाह गरियो र वेस्ट म्यानेजमेन्ट भिजिटको लागि सबैजना बसमा बस्न तयार भए। त्यसपछि फेरि केटाहरूको बोकाबारा कहीँ कतै नगए पनि नछोड्ने। फेरि कोही बोबो गर्न लाग्थ्यो भने कोही रमाइलो गर्न लाग्थ्यो। गाइजहरू यस्तै हो। अनि हामी वेस्ट म्यानेजमेन्टसम्म पुग्यौँ। त्यसपछि हामी टक्क लगाएर सबैजना झरेर एप्रोन सेप्रोन लगाएर फोहोरतिर हेर्न लाग्यौँ। फोहोर देखाउँदैछन् गाइजहरू, फोहोरहरू पनि हेर्नुहोस् होइन। फोहोरले गर्दा एकदम गनाएको थियो र कोही वाकवाकी गर्थ्यो भने कोहीले भोमिट पनि गरे। त्यहाँमध्ये मैले पनि अलिअलि भोमिट गरेँ है गाइजहरू। अनि ड्राइभर दाइ र म सँगै थियौँ। अत्याधिक गर्मी थियो र फोहोर सबै देखायौँ। अनि म र ड्राइभर दाइ गफ गर्दै हिँड्यौँ। अरू सबै अगाडि थिए किनकि साह्रै गन्दगी थियो। त्यसैले दाइ र म गफ गर्दै गएको थियौँ। त्यसैले नेपालगञ्जवासीहरू धेरै फोहोर नगरौँ होइन, हामी नै फोहोरबाट बचौँ र स्वास्थ्य रहौँ भन्ने म चाहन्छु। यहाँभन्दा धेरै फोहोर नबनाऊँ। अनि साथै म सुसु गर्न गएको थियौँ। यस्तो क्यामेराले भिडियो बनाइदिएको, अरू अगाडि